हर्क साम्पाङ जस्तो गृहमन्त्री भइदिएका तपाईँ कस्तो हुन्थ्यो अहिले अनि एक्सन ओरिएन्टेड मान्छे हो नि त तपाईँको त यसमा त एक्सन चाहिने मन्त्रालय हो नि त हर्क साम्पाङ हाम्रो मेयर साहबलाई हामीले रिक्वेस्ट गरेर उहाँ प्रधानमन्त्री निवाससम्म आइपुगेर मैले रिक्वेस्ट गरेर उहाँ नमान्नु भन्नु भने हो तपाईँले हर्क साम्पाङ तपाईँको उहाँले बन्दिन भनेर भन्दाखेरि पनि मैले मेयर साहब हाम्रो बिन्ती छ होइन हाम्रो राज्यलाई अहिले तपाईँ यस्तो मान्छेको खाँचो छ भनेर मैले उहाँलाई रिक्वेस्ट गरेर उहाँ आएर प्रधानमन्त्री कार्यालयमा बसेर मैले मेयर साहब चाहिँ खासमा प्रधानमन्त्रीको दावेदार हो तर उहाँ चाहिँ अहिले राज्यलाई न्याय दिनको लागि गृहमन्त्रीमा भए पनि बस्दिन्छु भनेर भन्नुभएको छ भनेर मेयर साहबलाई मैले कन्भिन्स गरेर उहाँलाई हुन्छ नि त भाइ तपाईँको रिक्वेस्ट रहेछ अब राज्य त सबैको जिम्मेवारी हो भनेर उहाँले भन्नुभएको थियो बेलुका आउँदाखेरि त गृहमन्त्री उहाँको नाम आउँछ त्यसपछि नकराउनु त म कराउनु त पऱ्यो नि खासमा चाहिँ मेरो चित्त दुखाइ सुरुदेखि नै थियो त्यहाँ ड्यासिङ गृहमन्त्री जानुपर्छ हर्क साम्पाङ हाम्रो मेयर साहबलाई हामीले रिक्वेस्ट गरेर उहाँ प्रधानमन्त्री निवाससम्म आइपुगेर मैले रिक्वेस्ट गरेर उहाँ नमान्नु भन्नु भने हो तपाईँले हर्क साम्पाङ तपाईँको उहाँले बन्दिन भनेर भन्दाखेरि पनि मैले मेयर साहब हाम्रो बिन्ती छ होइन हाम्रो राज्यलाई अहिले तपाईँ यस्तो मान्छेको खाँचो छ भनेर मैले उहाँलाई रिक्वेस्ट गरेर उहाँ आएर प्रधानमन्त्री कार्यालयमा बसेर मैले मेयर साहब चाहिँ खासमा प्रधानमन्त्रीको दावेदार हो तर उहाँ चाहिँ अहिले राज्यलाई न्याय दिनको लागि गृहमन्त्रीमा भए पनि बस्दिन्छु भनेर भन्नुभएको छ भनेर मेयर साहबलाई मैले कन्भिन्स गरेर उहाँलाई हुन्छ नि त भाइ तपाईँको रिक्वेस्ट रहेछ अब राज्य त सबैको जिम्मेवारी हो भनेर उहाँले भन्नुभएको थियो बेलुका आउँदाखेरि त गृहमन्त्री उहाँको नाम आउँछ त्यसपछि नकराउनु त म कराउनु त पऱ्यो नि त मेयर साहब जस्तो हर्क साम्पाङ जस्तो गृहमन्त्री भइदिएका तपाईँ कस्तो हुन्थ्यो अहिले अनि एक्सन ओरिएन्टेड मान्छे हो नि त तपाईँको त यसमा त एक्सन चाहिने मन्त्रालय हो नि त जेएनसीको स्पिरिट अनुसारमा चाहिने मान्छे हो नि त होइन कानुनको हरेक धारा र पाना पल्टाउने मान्छे त होइन नि त चाहिने त अहिले त हाम्रो त्यही भएर यही छ अब तपाईँको त्यतिखेर अब परिस्थितिले उहाँलाई बनाइदियो उहाँ कसरी छिर्नुभयो मलाई पनि उहाँले कसरी कन्भिन्स गर्नुभयो उहाँलाई राम्रोसित थाहा छ यो प्रश्न उहाँलाई पनि गरेर सोद्धाखेरि हुन्छ अब त्यो कुरामा उहाँलाई ढाँट्नु भयो भने चाहिँ फेरि म फेरि पब्लिकले भनिदिन्छु फेरि म चाहिँ ढाँट्दिनँ उहाँ ढाँट्नु मन पर्दैन ढाँटेको पनि मन पर्दैन त्यही भएर यो प्रश्न चाहिँ तपाईँहरूले सायद उहाँलाई सोद्धाखेरि चाहिँ बेटर फेसै गर्नुहुन्न त्यसपछि त उहाँ हराइहाल्नु भने अहिले त मिडिया फेस गर्नुहुन्न सञ्चारकर्मीहरूसँग कुरा गर्नु काम गर्नु सक्यो भने मिडिया फेस गर्ने हो मैले यो गरेँ त्यो गरेँ भनेर भन्न सक्ने कामै गर्नु सकेको छैन मिडिया कसरी फेस गरेर जनतालाई जवाफ दिनु त पर्यो होइन आफू कुन आधारमा के भन्छ गृहमन्त्री बनाएको छु त्यो त उहाँलाई राम्रोसित थाहा छ नि त मनभित्र त थाहा छ नि त बाहिर पब्लिकमा नभए पनि 2 महिनासम्म मैले तपाईँको यत्रो गाली गलौज सहिदिएँ क्या ताकि उहाँहरूले काम गर्नु सकोस् समय लाग्छ सबैजनाले बुझ्नु सक्दैन यो कुरा समय लाग्छ अलिकति भए पनि समय लाग्छ कागजहरू मिलाउनु पर्छ अनेक कुराहरू मिलाउनु पर्छ भनेर म त ठेक्देर बसिदिएको हो नि त तपाईँको त हरेक गाली गलौज तैँले बनाएको गृहमन्त्री भनेन कि तैँले बनाएको यो भनेन कि के मात्र भनेन होइन